आई लभ यू अनि केटाहरूलाई चाहिँ खास आज म यति मात्रै गर्न आएको किनकि तपाईहरुले मेरो हालत देखिसक्नु भएको छ अनि कुरा कस्तो भयो भने बोल्न पनि मिलेको छैन कुरा कस्तो भयो भने केटा हो केटी हो आयोजकजीले निम्तो दिनुभयो मैले आउँछु भने हामीले डेट फिक्स गर्यौं त्यही बमोजिम मैले एउटा सेक्सी भिडियो खिचेर पठाएँ नमस्ते लौजु त सुन्दर बजारमा आउँदैछु भनेर अनि म आउँदैछु भन्ने थाहा भएपछि तपाईहरुले पनि टिकट काट्नु भयो तपाईहरु भित्र छिर्नु भयो त्यसै समयमा मेरो हालत यस्तो भयो अनि मलाई फेरि धोका दिने बानी छैन हेर्नुस् हैन मैले आजको कार्यक्रम क्यान्सल गरौँ कि जस्तो पनि भएको थियो